हेलो अनि दर्शन नमस्ते साथीहरू, तपाईँलाई मेरो अर्को भिडियोमा स्वागत छ। यो भिडियोमा मैले टनेल 26 अथवा टनेल 26 मुभीको टिजरको रियाक्सन गर्न गइरहेको छु। के कस्तो लाग्छ साथीहरू हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै म चाहिँ सिधै भिडियोतर्फ जानेछु। हेरौँ है त कस्तो बनेको छ हाम्रो भिडियो। इन्टरटेनिङ द नेसन। यो चाहिँ जम्बीको उमा बनेको के आधार के भइरहेको छ? किन मान्छेहरू जनावर जस्तै एकअर्काको पछि परिरहेको छ? यस्ता सुरुङहरूमा त धेरै प्रभावहरू हुन्छन्। सन्दर्भ तिनीहरूबाट फैलिएको हुनुपर्छ। जे होस्, तिनीहरूबाट निस्क्यो भने दुनियाँ खतम हुन्छ। हामीले उसको ठाउँ बिगाऱ्यौँ, अब उसलाई हामीलाई छोड्दैन। अब के गर्ने? लड्ने। यो मान्छे नै होइन, हामीले एउटा सक्दैनौँ। दामी 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 दामी। अब यो के हो भने यो चाहिँ हामीले विभिन्न इङ्ग्लिस अथवा कोरियन मुभीहरूमा चाहिँ धेरै जोम्बीहरूको बारेमा मुभी हेरेको छौँ पक्कै पनि। त्यस्तै त्यस्तै आधारमा बन्दैछ यो। मान्छेहरू जोम्बी भएर हुन्छन्, त्यो हामीले कोरियनहरूमा चाहिँ धेरै देखेका हुन्छौँ। स्पेसल्ली भन्नुपर्दाखेरि इङ्ग्लिस फिल्महरू पनि धेरै बनेको छ, त्यही आधारमा बनेको जस्तो लाग्छ। यस्तो फिल्म चाहिँ नेपाली भाषा अथवा नेपालमा पनि बन्नु अथवा नेपाली कलाकार पनि फिचर हुनु चाहिँ एकदमै राम्रो कुरा हो। साथीहरू के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु नभुल्नुहोला भन्दै आजलाई यति नै। भने नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला।